आज हामी ब्याचलर थर्ड इयर TU को अनलाइन फर्म कसरी भर्ने सिक्न गइरहेका छौं। सुरुमा कुनै पनि ब्राउजरलाई खोल्नुहोस् अथवा तपाई भिडियोको डिस्क्रिप्सनमा दिएको TU को स्टुडेन्ट पोर्टलको लिंकमाथि क्लिक गरेर पनि यहाँ आइपुग्न सक्नुहुन्छ। student.tuexam.edu.np तपाईले सुरुमा TU को वेबसाइटमा साइन अप गर्नुपर्ने हुन्छ। त्यसको लागि प्लिज साइन अप हेयरमा हिट गर्नुहोस्। सुरुमा तपाईले चलाउने इमेल राख्नुहोस्। यो इमेल TU ले दिएको हैन। तपाईले आफूले प्रयोग गर्ने जीमेल अथवा तपाईको आफ्नो प्राइभेट इमेल तपाईले राख्न सक्नुहुन्छ। ठुलो युनिभर्सिटीहरुले अझ विदेशका युनिभर्सिटीहरुले जुन एजुकेशनल मेल पनि दिने गर्छ। बलियो पासवर्ड राख्नुहोस्। त्यसको लागि तपाईले क्यापिटल लेटर, स्मल लेटर र कुनै एउटा स्पेशल क्यारेक्टर राख्न सक्नुहुन्छ। आफ्नो पूरा नाम राख्नुहोस्। TU ले दिएको रजिस्ट्रेसन नम्बर जुन छ त्यो तपाईले राख्नुपर्छ। यहाँ आफ्नो जन्ममिति राख्नुहोस्। जन्ममिति AD मा हुनुपर्छ। यहाँ आफ्नो फोन नम्बर राख्नुहोस् र यहाँ दिएको क्याप्चालाई यहाँ फिल अप गर्नुहोस्। अब साइन अप बटनमा दबाउनुहोस्। साइन अप बटनमा दबाइसकेपछि तपाईलाई TU को तर्फबाट एउटा इमेल आउँछ। जुन इमेलमा तपाईको नाम, तपाईले राख्नु भएको इमेल एड्रेस र तपाईले चुज गर्नु भएको पासवर्ड यहाँ देखाउँछ, जुन अब तपाईलाई लगइन गर्नमा प्रयोग हुन्छ। अब तपाई यहाँबाट साइन इन हुन सक्नुहुन्छ। साइन इन गर्नको लागि अघि तपाईले रजिस्टर गर्दा जुन इमेल राख्नु भएको थियो त्यही इमेल तपाईले यहाँ राख्नुपर्छ। अघि चुज गरेकै पासवर्ड यहाँ इन्टर गर्नुहोस् र साइन इन माथि क्लिक गर्नुहोस्। साइन इन भइसकेपछि एक्जाम फर्म माथि क्लिक गर्नुहोस्। गरिसकेको भएर यहाँ यस्तो इन्टरफेस देखाएको छ। तपाईकोमा यो देखाउँदैन। तपाईले एड न्यू माथि क्लिक गर्नुपर्छ। एड न्यू मा क्लिक गरिसकेपछि तपाईको डिटेल आफै यहाँ देखिनेछ, जुन कलेजले रजिस्ट्रेसन गर्दा राखिदिएको हुन्छ। तपाईले एक्जाम माथि यहाँ हिट गर्नुपर्छ र आफ्नो प्रोग्रामलाई चुज गर्नुपर्छ। त्यसपछि यहाँ तपाईले एक्जाम दिने सब्जेक्टहरु आफै देखाउनेछ। अब हामीले गर्नुपर्ने मुख्य काम हो, तपाईको लागि एउटा फोटो चाहिन्छ। फोटो 3 महिना भन्दा अगाडि खिचेको हुनु हुँदैन। हालसालै खिचेको रिसेन्ट फोटो चाहिन्छ, जसको ब्याकग्राउन्ड व्हाइट भएको हुनुपर्छ र यसको साइज 1 MB भन्दा कमको हुनुपर्छ। तपाईले यहाँ फोटोलाई अपलोड गर्नुहोस्। फोटो अपलोड गर्नको लागि यहाँ थिच्नुहोस् र तपाईको फोटो जहाँ छ त्यहाँबाट तपाईले आफ्नो फोटोलाई लिन सक्नुहुन्छ। फोटो लिइसकेपछि तपाईको यहाँ सबमिट बटन देखिनेछ। यसलाई सबमिट गरिदिनुहोस्। सबमिट गरिसकेपछि तपाईले आफ्नो यो कार्डलाई प्रिन्ट गर्न सक्नुहुन्छ। प्रिन्टमा हिट गरेपछि तपाईले यहाँ प्रिन्ट गर्ने अप्सन देख्नुहुन्छ। तपाईले यसलाई सेभ गरेर राख्न पनि सक्नुहुन्छ र प्रिन्टरलाई चुज गरेर प्रिन्ट गर्न पनि सक्नुहुन्छ। यो कार्डलाई तपाई कलेजमा लिएर जानुहोस् र कलेजको स्ट्याम्प र सिग्नेचर भइसकेपछि तपाईले एक्जाम दिँदा लगेर जानुपर्ने हुन्छ। अब कति साथीहरुले यो लगइन गर्दा समस्या भयो भनिराख्नु भएको छ। यहाँ कुन आइडी हाल्ने हो भनेर सोध्नुहुन्छ। यहाँ तपाईले जुन साइन अप गर्दाखेरि राख्नु भएको आइडी हो त्यो नै राख्नुपर्छ। यसमा इमेल राख्नुहोस् र तपाईलाई पासवर्ड थाहा छ भने पासवर्ड राख्नुहोस्। यदि तपाईले पासवर्ड बिर्सनु भयो भने तपाईको इमेलमा पनि TU ले पासवर्ड मेल गरेको हुन्छ। यदि यहाँबाट पनि तपाईले यसलाई मिस गरिसक्नु भयो भने तपाई फर्गेट योर पासवर्ड माथि हिट गर्न सक्नुहुन्छ र यहाँ जुन इमेल तपाईले रजिस्टर गर्दा राख्नु भएको थियो त्यही इमेल तपाईले राख्नुपर्छ।
र रिसेट पासवर्ड माथि हिट गरिसकेपछि तपाईको इमेलमा पासवर्ड रिसेट गर्ने लिङ्क आउँछ र त्यहाँ माथि क्लिक गरेर तपाईले नयाँ पासवर्ड चुज गरेर एप्लाई गर्न सक्नुहुन्छ।